हेलो साथीहरू, म चाहिँ यहाँ खाना बनाउँदैछु। खाना बसालिसकेँ। अब त्यसपछि म एकछिनमा तरकारी बनाउँछु। खाना खाने मान्छे हुनुहुन्छ अनि त्यसपछि गएर आज चाहिँ म नुहाई गरेर बाहिर जाने प्लानमा छु कुखुरालाई दाना लिन। बाहिर जाने चाहिँ फेरि म कुखुरालाई दाना लिन मात्रै, अरू काम चाहिँ छैन हैन। अनि सबैले मेरो भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनु। अनि म बस्ने ठाउँ चाहिँ यस्तो छ कि यस्तो छ हैन। म बिहानै उठ्छु अनि उठेपछि मुखसुख अलिअलि पानीले बहाल्ने अनि दिनभरि यति हो। राम्रो बन्ने चाहिँ समय नै छैन हैन। अनि यस्तो छ। अनि म चाहिँ काममा मात्रै बिजी भइरहेको हुन्छु। यस्तो 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 ठाउँ छ मेरो। बा आउनु भएको छ अनि मान्छे चाहिँ भइबस्छन् मेरो पसलमा। अनि यस्तो यो चाहिँ मैले बाँसले बनाउन नसकेर जस्तालाई चाहिँ बेम्बो कटेज बनाइदिएको छु हैन। अनि यता चाहिँ यस्तो छ। यो बाहिर चाहिँ यस्तोबाट यहाँबाट हेर्दा चाहिँ मेरो पसल यस्तो देखिन्छ हैन। पसल त पसलै हो, चिया पसल हैन, तर पसल जस्तो चाहिँ छैन। अब हामी जस्तो मान्छेको कस्तो हुनु। अनि त्यही पनि राम्रो आम्दानी चाहिँ राम्रै हुन्छ। अनि यो मेरो फ्रिज मासु, पहिले मासु पसल पनि थियो अनि अहिले चाहिँ छैन। अनि यहाँ चाहिँ यस्तो छ। यसरी बस्ने हैन बा है। तपाईँ दिनमा कतिचोटि आउनुहुन्छ रे? तीनचोटि के गर्न आउनुहुन्छ? बा चाहिँ रक्सी खान आउनुहुन्छ हैन। अनि यस्तो ठाउँमा बालाई चाहिँ आउनु मन लाग्छ रे। बा चाहिँ दिनमा 3 चोटि 4 चोटि चाहिँ आउनुहुन्छ। मैले कराएर नि मान्नुहुन्न, रक्सी चाहिँ खानुपर्छ। यस्तोमा बस्छु। अनि त्यसपछि मैले चाहिँ यो खनेको गर्मीमा खनेर यहाँ चाहिँ बाटो चाहिँ अनि यस्तो बनाएको छु। अनि मेरो कुखुराहरू टुङटुङ आउँछ। आऊ आऊ, तिमीहरूलाई म दाना ल्याइदिन्छु ल अहिले है। दाना चाहिँ सकिएको छ मेरो कुखुराको। अनि त्यसपछि अहिले चाहिँ म दिउँसोतिर खाना खुवाएर दाना लिन जान्छु। अनि यिनीहरू चाहिँ दाना। अनि कस्तो राम्रो ठाउँ छ कि साथीहरू यस्तो गाउँमा। जिन्दगी त गाउँकै त हो। अनि राम्रो छ ल, हेर्नु त कस्तो खुल्ला सहर होइन, त्यही पनि एकदमै म चाहिँ खुसी छु। अनि मेरो कुखुराको घर पनि त्यस्तै छ हैन। सेम छ के साथीहरू। मेरो कुखुराले चाहिँ घाँस खान्छ हैन, अलिअलि दाना खान्छ। अनि त्यसपछि हैन गएर म चाहिँ दाना दिन्छु अनि भात दिन्छु। अनि हेर्नु है त, अब यो घाँस के कुखुराले खान्छ। अनि यो चाहिँ मैले टिपेको गर्छु। यो चाहिँ उखालेर नखालेको कुखुरालाई हुन्छ भनेर यस्तो छ हैन। यो चाहिँ मेरो कुखुरालाई एकदमै मिठो हुन्छ कि मैले मासु र भात खाएको जत्तिकै हो। मेरो कुखुरालाई त यो घाँस भनेको मेरो मैले मासु र भात खाए जत्तिकै हो कि साथीहरू। हेर्नु है त आऊ आऊ, हेर्नु है घाँस खानको लागि। ओइ 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 आऊ आऊ आऊ। अनि मलाई चाहिँ भिडियो बनाउन रहर लागेको साथीहरू, तर मलाई एडिट गर्न आउँदैन। म बिस्तारै सिक्छु। अहिले चाहिँ यस्तै हेरिदिनुहोस् ल हेर्नु है त। आऊ आऊ घाम तापेर बसिराखेको छ मेरो कुखुरा चाहिँ। यस्तो ठाउँ छ, कस्तो घामले पोल्छ भनेको। जस्तामा त झन् साह्रो, पुरै ओभनमा राखेको जत्तिकै हुन्छ मान्छे चाहिँ। मलाई चाहिँ यस्तो गर्मी हुन्छ हैन। यस्तो ठाउँ भएर होला सायद टाढाबाट नि आउनुहुन्छ। अनि दुःख चाहिँ गर्नुपर्छ के साथीहरू, दुःख गर्नुपर्छ हैन। अब मलाई चाहिँ सबै चिज किनेर खानुपर्छ नि त यहाँनिर। अनि यस्तोमा बसेपछि मलाई कुखुराहरू आफै पाल्छु। अनि एउटा दुईटा कुखुरा बेच्ने हैन, दुःख गर्नुपर्छ। यी उखुहरू यता छ। अब म चाहिँ यस्तो गर्छु कि काम गरेपछि हैन कसैमा चाहिँ के अरे अब यसले कमाएर लिएर दिन्छ कि खाउँला भन्नु पर्दैन हैन। अनि यो काँक्राहरू हेर्नु न, मैले कतिचोटि खाइसक्यो। फेरि फल्दैछ कि यहाँ एउटा छ, यहाँ तल अर्को, अनि थुप्रै फल्छ के। सबैमा फल्ने रहेछ हैन। सानो छ के, तर म जत्तिकै सानो के फेरि। अनि
यिनीहरू होइन अब यो कुरिलोहरू मैले यसपालि लगाएको, अर्को वर्ष चाहिँ धेरै खान पाइन्छ। उयो स्ट्रबेरीहरू कति फल्छ, म खाइबसेको हुन्छु। अनि मेरो पसलमा आउने साथीहरूले नि खानुहुन्छ कि कस्टमरले नि खानुहुन्छ, अनि खुसी लाग्छ कि मलाई चाहिँ एकदमै खुसी लाग्छ होइन। अनि कति मेहनत गरेको भन्नुहुन्छ कि सबैजनाले, अनि सबै खुसी हुन्छन् होइन। अनि मैले चाहिँ यो कुरिलो चाहिँ मैले कतिचोटि खाइसकेँ है, कतिचोटि खाइसकेँ। फेरि उम्रिँदैछ। अनि मैले चाहिँ हिजो नुन हालिदिएको थिएँ पानीमा भिजाएर, अनि यति चाहिँ भिजेन छ कि धेरै हालेको भएर। अनि यहाँ उम्रिँदैछ। यो चाहिँ सिधा थियो कि मैले अर्को साथी निकालिदिएको थिएँ उसको मुन्टा, अनि त्यसो घोप्टो परेछ। अनि यिनीहरू चाहिँ निस्किँदैछ, नुन हाल्यो भने चाहिँ हुन्छ। अनि यतातिर यसरी निस्किँदैछ। अनि टमाटर रोपेको चाहिँ फुल्दैछ साथीहरू, टमाटर पनि फुल्दैछ कि फुल्दैछ। अनि आज चाहिँ म भरे बाहिर जान्छु कुखुरालाई दाना लिन। यो 50 को है हो 50 को बा, 50 को प्याक गर्ने। अनि बा चाहिँ जति बेला पनि रक्सी मात्रै भन्नुहुन्छ के, रक्सी खाने बा हुनुहुन्छ जहिले पनि। मैले कराउँदा नि हुँदैन, सम्झाउँदा नि हुँदैन, रक्सी नखानु खाना खानु। मैले चाहिँ यहाँ धेरै दिँदैन, अनि उतै घरमै लगेर खान्छु भन्दै गर्नुभएको छ। अनि मेरो चाहिँ यस्तो ठाउँ छ साथीहरू, म भरे म बाहिर गएको भिडियो नि देखाउँछु साथीहरू, हेर्नु है त। मेरो चाहिँ के पसलमा मुसाले सबै कुरा काटेर, तेलहरू पनि राख्यो भने काटिदिइहाल्छ, जे पनि चाउचाउहरू पनि कति खाइदिन्छ के। अनि त्यसपछि म चाहिँ यसमा पार्छु होइन। अनि मलाई चाहिँ मार्न माया लाग्छ, अनि त्यसपछि फेरि फालिदिन्छु होइन। अनि फालिदिन्छ, अनि फेरि आइहाल्छ। अनि कहिले चाहिँ ठुलो ठुलो पर्छ, कहिले चाहिँ सानो पर्छ, प्रायः जहिले नि परिरहेको हुन्छ। अनि फेरि मलाई मार्न माया लाग्छ होइन। अनि यो चाहिँ फेरि थाप्ने कुरा चाहिँ लिएछु। अनि मैले हिजो राति मासु राखेर त्यो सुकुटी राखिदिएको थिएँ, यता भित्र हेर्नु त, भित्र राखिदिएको थिएँ। अनि त्यसपछि यो गरेको यहाँ फेरि पसेछ कि बेबीवाला। अनि यसलाई के गर्दा चाहिँ होइन मुसा नआउने हुन्छ मलाई थाहा छैन। अनि यसलाई म मार्न पनि सक्दिनँ। अनि सबै चाउचाउ तेल सबै काटिदिन्छ। अनि अब यो चाहिँ फेरि मैले राख्छु होइन, जहिले पनि मारिदिउँ कि भन्ने हुन्छ, तर म मार्नै सक्दिनँ कि। अनि त्यसपछि फेरि छोडिदिन्छु, अनि फेरि आउँछ। कति धेरै छ क्या साथीहरू मुसा चाहिँ, सबै काटेर तेल बिस्कुटहरू अनि त्यो हुन्छ नि चाउचाउहरू सबै काटेर अनि खाएको हुन्छ। अनि मलाई कस्तो रिस उठ्छ। अनि फेरि मुसा थाप्ने चाहिँ, मुसा समात्ने त्यो चाहिँ राख्छु। अनि त्यसपछि परेपछि चाहिँ मलाई मार्नै माया लाग्छ, अनि फेरि छोडिदिन्छु। अब यसलाई के गर्ने होला, अब यो के गर्दा चाहिँ नहोला होइन। अनि फेरि मलाई चाहिँ जेको पनि माया लाग्ने भएर हो कि यस्तो भएको हुन चाहिँ। अनि सबै चाउचाउहरू काटिदिन्छ, अनि त्यही भएर म केही पनि यहाँनिर खोलेर राख्दिनँ। अनि यत्तिकै राख्छु। अनि त्यसपछि पनि कार्टुन पनि काटेर भित्र पसेर खाएको हुन्छ, सबै खाइदिन्छ कि। अनि म खोलेर राख्ने चाहिँ यति मात्रै हो, यो सिसामा हुन्छ। अनि यहाँबाट चाहिँ भित्र पस्दैन, त्यही भएर। अनि अरू चाहिँ सबै प्याकेटै राख्छु कि जहिले पनि। बिस्कुटहरू खाइदिने, सबै तेलहरू खाइदिने गर्छ। अनि चाहिँ म आलु फ्राई गर्दैछु। अनि त्यसपछि अहिले फेरि त्यसमा अरू कुराहरू एड गर्छु, खाना पकाएर खाएर बाहिर जाउँ भनेको। कस्तो गर्मी छ कि, अब यो जस्ता छ नि त ठ्याक्कै ओभनमा हालेको जस्तै गर्मी हुन्छ होइन। यस्तो भइसक्यो गर्मीले।